कुनै पनि बिजनेसको यदि प्यान नम्बर तपाईसँग छ भने आईआरडी को वेबसाइटमा गएर त्यो बिजनेसको कस्तो कस्तो डिटेल निकाल्न सकिन्छ आज हेरौँ है। सुरुमा गुगलमा गएर आईआरडी प्यान सर्च भनेर हान्नु होला। हानिसकेपछि सुरुमा नै सर्च प्यान भनेर एउटा वेबसाइट आउँछ आन्तरिक राष्ट्र विभागको। त्यो सर्च प्यान भन्नेमा गएर क्लिक गरिसकेपछि यस्तो एउटा वेबसाइट खुल्छ। यो वेबसाइटमा प्यान भनेको हुन्छ अनि त्यसमा चाहिँ तपाईसँग जुन कम्पनीको प्यान नम्बर छ त्यो कम्पनीको प्यान नम्बर हान्नुहोस्। त्यसपछि तल केही नम्बर यो प्लस यो कति हुन्छ भनेर सोधेको हुन्छ। जस्ट नर्मल त्यो जोडेर यति हुन्छ भनेर भनिदिनु भनेर सर्च गर्नु होला। सर्च गरिसकेपछि हामीले हेर्न सकिन्छ कि त्यो कम्पनीको नाम के हो, त्यसपछि वडा नम्बर कहाँ छ, कुन चाहिँ स्ट्रिट नेम भनेको कहाँ दर्ता छ र कुन नगरपालिकामा दर्ता छ भनेर हेर्न मिल्छ। त्यसपछि कस्तो खाले रजिस्ट्रेसन हो, आयकरमा मात्र प्यान मात्र लिएको हो कि भ्याट मात्र लिएको हो भनेर पनि हेर्न मिल्छ। त्यसपछि त्यो वाला बिजनेसले रिटर्न भर्ने मन्थली हो कि क्वार्टरली हो कि कहिले हो भनेर पनि हेर्न मिल्छ। र त्यो बिजनेसले यदि भ्याटको रिटर्न भरेको छ कि छैन भन्ने कुरा पनि हेर्न मिल्छ। यदि त्यहाँ एक्टिभ नलेखेर नन फाइलर जस्तो केही लेखेको छ भने त्यो बिजनेसले भ्याटको विवरण भरेको छैन भनेर बुझिन्छ। थ्याङ्क यू।